I have a salad. पा चाहिँ निरन्तर घोचिरहेछ यहाँ पा चाहिँ यहाँनिर यति भेटिसकेको छ त्यस्तो हालत चाहिँ यताको चाहिँ यार ढुङ्गा झिक्दा झिक्दा हाम्रो चाहिँ एकदम ढाड देखिरहेको छ एउटा ल मिसेउला लिएर उताको यस्तो छ अनि बर्खा पनि भएर होला अलिक त है पानी भरिएर भित्रैसम्म जानु सकिन्छ होला है बिस्तारै गयो भने सक्छ होला यहाँ बत्ती बाल्नु पर्थ्यो है दुईजना पस्ने खालकोमा ठाउँै रहेछ उतैको उतैको पानी त धेर छ कताबाट के उभो जाने कुर छ कि छैन यहाँ उभो जाने कुर छ त बिमार खोलेर हेर्ने गर्नु रातो माइने फेरि म यता पानी घटाइ घट्छ पानी घट्छ पानी घट्यो भने त सजिलो भइगयो नि हैन यो ढुङ्गा निकाल्दा हुन्छ नि आइदिरौ
निकाल्दै जाने त निकाल्दै जाने तर यहाँ खासै भाग्ने ठाउँ छैन यो ढुङ्गातिर अड्किन्छ छ भने है बत्ती बालेर भने पुगिहाल्यो नि यहाँ त यसरी उम्किन्छ पहिला भेट खुँदै भाग्दै गर्ने के माछा जतिको छिटो छ भन्दा तिनीहरूको दाउले I have no salad. Này nó bánh Sini tete dah hei. Yo, Oily.
लास्टमा यो भइसकेपछि यसो अर्को खाइदिनुपर्छ गर त्यहाँदेखि भिजी गइने रहेछ क्या माइला पानी घट्यो भने त हुन्छ हुन्छ पानी घट्दैछ घट्दैछ बिस्तारै ल्याउँछ माग्छ नि त्यस्तो छ फेरि पल्लो कुनामा उता गएको कुर पनि छ फेरि त्यो गएको त कति भयो यस्तो कराएपछि त होइन खोज्नु पऱ्यो ड्याम त्यो भचाउँदी बाबु अलिअलि गर्दै यति भर्काइदिउँ न बिस्तारै नाच्ने चाहिँ म यहाँबाट बाटो बनाउँछु फेरि त्यहाँ छिटिँदै बनाऊ अनि त्यो भचाउनु थाल्नु पहिला नदिनु भएको यो यति एरिया कन्ट्रोल त कति भोटेन यो छ भने थाहा खसेर खालको छैन जस्तो लाग्छ मलाई ठिक छ यहाँ यति एरिया खोलौँ त माइला ठुलै छ हौ यो पक्रेको भन्दा पनि ठुलो होला यता 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 कताको कताको छिरेको नि है यता उदो आयो बाबा थुक्काएन यहाँ छिरेको छ नि यता त्यता अलिअलि खोलो भने भेट्छ बाबा यो बन्द चाहिँ नगर्नु पर्छ कि उता हामीले है ठुलै छ यार यहाँ पनि ठुलै छ कालो छ हौ तर भेटिन्छ खोलिहालिन्छ नि अलिअलि भिडियो छोडिदेऊ न त्यही उब्रे फेरि माथाभन्दा छिटो त छ साँच्चै उहाँको बा भेट्यो अर्को त कालो छ बाबा गयो यता छिर्दो रहेछ नि त उधरतिर है यता उता छिर्दो रहेछ यता खोल्नु माने बिस्तारै खोल्नु पनि
भागिसक्यो नि त एउटा उदो अर्को पनि गयो अघि सुरुमा भागिसक्यो पहिले पनि गयो। पहिले पनि गयो त्यही सँगै थियो क्या उदो चाहिँ बन्द गर्नु हो यार पाता टन्न रहेछ यार बानौ न यसलाई उदो बाँध्नु त दौडी पक्री त ल मिसेउला लिएर उताको लिएर जानु अझै चाहिन्छ बाँध्नु त्यसलाई बाँध्नु न पा चाहिँ निरन्तर घोचिरहेको छ यहाँ पा चाहिँ यहाँनिर यति भेटिसकेको छ हालत चाहिँ यताको चाहिँ यार ढुङ्गा झिक्दा झिक्दा हाम्रो चाहिँ एकदम ढाड देखिरहेको छ एउटा कोई देखा था खुकुरी पक देखा न मन पाएँ नि त यो चिने तलतिरबाटै खाउँछु खुकुरी बोक्दैनौ बोक्न गयो त मन पा कतिवटा छ यहाँ चाहिँ यहाँ 8वटा होला कतिलो छ है माटो पनि यार यो छाँगा पक्रेको अब हामी यो छाँगातिर जानुपर्ने हेर हुन्छ न यत्रो छ यसको बडी है ए यो चाहिँ ल जाउँ अनि घारी जानुपर्ने हुन्छ र अब हामी तलतिर फेरि जाँदैछौँ है त गाइजहरू हेर्दै गर्नु होला है कोई देखा था खुकुरी पक देखा न मन पाएँ नि त यो चिने तलतिरबाटै खाउँछु खुकुरी बोक्दैनौ बोक्न गयो त मन पा कतिवटा छ यहाँ चाहिँ यहाँ 8वटा होला कतिलो छ है माटो पनि यार यो छाँगा पक्रेको अब हामी यो छाँगातिर जानुपर्ने हेर हुन्छ न यत्रो छ यसको बडी है ए यो चाहिँ ल जाउँ अनि घारी जानुपर्ने हुन्छ र अब हामी तलतिर फेरि जाँदैछौँ है त गाइजहरू हेर्दै गर्नु होला है हेलो गाइज आज चाहिँ हामी खोलातिर आयो यसो खोलातिर काँसा पक्रेर चाहिँ अब घरतिर जानु लागेको है यताबाट घरतिर लाग्नुपर्छ र आज चाहिँ हामीले 8वटा पा पक्रिसकेको छ यहाँ आउँदैछ केटो पछाडि केटो यहाँ पा बोकेर आउँदैछ है ल अब लाग्नुपर्छ घरतिर रात पनि पऱ्यो बाटो चाहिँ यस्तो छ बाटोको हालत पुरै